पहिलोपटक एक्चुअली समुद्रको छेउमा आएको छु म यहाँ है। तर कस्तो मजा आयो, कस्तो अरे म कहाँ आइपुगेँ कि अनि 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 त्यो मलाई त हेरेर नजिकै आयो। कसैलाई फोटो खिच्यो भनौँ भने कसैले खिच्दैन होइन। अब एउटा माछा खस्लक्क एउटा माछा आइदिएदेखि कस्तो मजा हुन्थ्यो कि। हेलो नमस्ते सबजनालाई र तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र म राजीव मगर र म चाहिँ अहिले दारिजमा आएको छु होइन। र दारिजमा चाहिँ के छ भन्दाखेरि चाहिँ स्पेसल समुद्र छ होइन। म चाहिँ आज समुद्र हेर्न चाहिँ आएको छु, म एक्लै आएको छु होइन। र मेरो टिम पार्टनर होइन पाकिस्तानी दुईजना हुनुहुन्छ होइन। एकदम सपोर्ट गर्छ। गाडी रोकेर चाहिँ मलाई चाहिँ यहाँ समुद्र हेर्न जा भनेर चाहिँ भनेको छ। यता फेरि अब के गेम चलिरहेको छ, उनीहरू चाहिँ यता गएको छ होइन। अनि यहाँ चाहिँ अब खै केही यहाँनिर अब फुटबल हो कि त्यसरी के मेला लागिरहेको छ। अब म चाहिँ अब समुद्रतिर लम्कँदैछु। अब जिन्दगीमा पहिलोपटक चाहिँ अब समुद्र हेर्दैछु होइन। अब किनकि अब देख्नलाई त अब नेपालमा हुनु पनि पऱ्यो होइन। त्यसै कारणले गर्दाखेरि यस्तो एक्साइटेड छु कि होइन। समुद्र हेर्न पाउँदा यस्तो रमाइलो लाग्यो कि मलाई होइन। मैले असाध्यै देखाएको थिएन र अरूले भिडियो बनाउँदाखेरि पनि। तर मेरो भिडियो खिचिदिने मान्छे चाहिँ भएन कि। अब म चाहिँ साथीहरूसँग चाहिँ आउँछु एक दिन होइन। अनि अब त्यो बेलामा चाहिँ अब आफ्नो भिडियो पनि बनाउँछु। अहिले चाहिँ अब एक्लै छु, त्यसैले अलिकति भिडियो थोरै भ्लग मात्रै देखाउँछु तपाईँहरूलाई होइन। ओके हामी समुद्र हेर्न जाँदैछौँ है त। अब ये आया समुद्र के ऊपर। हामी समुद्रको छेउतिर जाँदैछौँ। जिन्दगीमा पहिलोपटक समुद्र देख्दैछु। नेपालमा त समुद्र भएको थिएन होइन। के हो यता फेरि एउटा गेम रहेछ। के गेम रहेछ अरे यस्तो के सलाम प्रोग्राम रहेछ होइन। ओके गाइस ल लागौँ अब समुद्रतिर लागौँ है त। यसो कस्तो दामी देखिँदो रहेछ। तर यतातिर फेरि भिडियो बनाउनु दिन्छ कि दिन्न भन्ने कुरो हो फेरि होइन। अब यतातिर कसैले त फेरि अब भिडियो बनाउनु दिन्न नि त फेरि यतातिर त। ओ माइ गड यस्तो दामी के अरे के हो यार। खुब मजा आएको छ यार। यो फेरि यस्तो लसक होइन। एक्लै तर साथीसँग आयो भने चाहिँ मजा हुन्छ क्या जे होस्। अब एक दिन अब साथीसँग आउनु पर्ला होइन। अहिले चाहिँ अब एक्लै छु। अब एक्लै हुँदाखेरि चाहिँ यो गाइस देखो फुटबल पनि खेलिरहेको छ होइन। अब यतातिर फेरि अब सबै ओमानीहरू फेरि अब यसरी बस्छ कि सबै होइन। ल बल त फाल्यो त यार सबै ओमानीहरू चाहिँ। अरे बापरे है। जिन्दगीमा पहिलोपटक एक्चुअली समुद्रको छेउमा आएको छु म यहाँ है। तर कस्तो मजा आयो, कस्तो अरे म कहाँ आइपुगेँ कि। तर छेउमा जानु चाहिँ डर लागेको छ कि मलाई। तर छेउमा चाहिँ जान असाध्यै डर लागेको छ। अरे अनि 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 त्यो मलाई त हेरेर नजिकै आयो त नजिकै आयो त यार। एक दिन फेरि हामी चाहिँ यहाँनिर अब माछा मार्न आउने भने चाहिँ भनिरहेको छौँ हामी सबैजना होइन। अब हाम्रो टिम पार्टनरहरू अब मिलेर चाहिँ हामी चाहिँ अब माछा मार्नको लागि चाहिँ आउने भनेको छौँ। यस्तो दामी आएको कि चाल हेर्नु न। अरे मेरो फोटो खिच्दिनमा चाहिँ भएन क्या। तर ठिकै छ अब अर्कोचोटि आउँछु फोटो खिच्दिन्छ। अब यतातिर कसैलाई फोटो खिच्यो भनौँ भने कसैले खिच्दैन होइन। अब के आयो तल आयो खतरा तरिकाले आइरहेको छ क्या। हो अरे छाल आइरहेको छ गाइस। भिजाउँछ कि मलाई एउटा
एउटा माछा सलक्क एउटा माछा आइदिएदेखि कस्तो मजा हुन्थ्यो कि अब अर्कोचोटि नेक्स्ट टाइम चाहिँ अब खतरा अब साथीसँग दाइरसँग चाहिँ अब आउनु पर्ला समुद्रमा भिडियो बनाउनको लागि चाहिँ यहाँनिर अब मायाक्री कोकोहरू मायाक्री फुटबल खेलिरहेको छ मलाई पनि फुटबल खेल्नु त मन त लागिरहेको छ तर के गर्नु त्यसरी चाहिँ भइरहेको छ ओके म चाहिँ अब फर्किन्छु अब रमाइलो रहेछ त्यो फेरि पछि नै आउनु मन लागेको मलाई तर यो समुद्र कतातिर बगेको हो भन्ने कुरा चाहिँ मैले पत्ता लाग्न सकेन कि किनभने अब यता गयो भने यतातिर गए जस्तो बग्यो जस्तो लागेको छ होइन अनि यता गयो भने यता हेऱ्यो भने यतातिर बग्यो जस्तो लागिरहेको छ कि होइन अब यता गएको हो कि यता गएको हो भन्ने कुरा थाहा भएन कि मलाई त यहाँनिरबाट अब यो ठाउँबाट चाहिँ मलाई चाहिँ अब जानै मन लागेन कि यतै बसौँ जस्तो लाग्यो मलाई त्यही भएर सबैजनाले चाहिँ घरबाट सबै ओछ्याउने होइन खाने कुर्चीहरू सब बोकेर आउँदो रहेछ कि सायद यो माथि माथि नै आउँछ कि है भलुवा छ नि त हेर्नु यस्तो भलुवा छ तर कस्तो मजा आइरहेछ कि आम्मा सबले मलाई हेरिरहेछ तर हेरोस् माकुरी केही छैन तर यो समुद्रको यो छाल चाहिँ खतरा आउँदो रहेछ क्या होइन अब जिन्दगीमा पहिलोपटक अब समुद्र देख्दैछु समुद्रमा आएर भिडियो बनाउँदैछु अब तर त्यो रमाइलो चाहिँ रमाइलो लाग्दैछ होइन तर मेरो भिडियो बनाउने मान्छे चाहिँ भएन कि भिडियो बनाउने मान्छे भइदियो भए चाहिँ यस्तो दामी तरिकाले चाहिँ भिडियो बनाउँथ्यो तर सबैले अरे देखो खतरा आइरहेको छ कि जिन्दगीमा पहिलोपटक समुद्र देख्दैछु मैले तर यो समुद्रको यो कतातिर बगेको हो भन्ने कुरा चाहिँ थाहा छैन अब यो हेऱ्यो भने यतातिर बगेको देखिँदैन अब यता हेऱ्यो भने उतातिर बगेको अरे म दामी ठाउँमा आइपुगेन त अनि होइन यतातिर सबै अब ग्रुप आउँछ कि यताको उमानीहरू होइन ग्रुप आउँछ कि सबै यतातिर सबैजना खतरा रमाइलो लागिरहेको छ यस्तो भयो अब कसरी जाने म अरे अब एक बोतल पानी किन्नुपर्छ अनि त्यसपछि बल्ल खुट्टा धोएर जानुपर्छ कहाँ गयो दुइटा बुढाहरू चाहिँ यता छिर्यो कि के खाना चाहिँ छिरेनहरू होइन छिर्नु चाहिँ छिर्यो कि यतातिर तर यतातिर नि रमाइलो रहेछ दियोस् अब ड्राइभर त गाडीमा पुगिसकेको छ अब म पनि जान्छु अब दियोस् अब यिनीहरू अब गाडीमा आउँदैन यिनीहरू हेर्न आउँदैन म चाहिँ लाग्यो ओके बाई ओके हामी चाहिँ अब लाग्यौँ अब उहाँहरूले चाहिँ समुद्र नहेर्ने रे उहाँहरूले चाहिँ अब यतातिर के हेर्नुभयो होइन म चाहिँ अब गएँ खुट्टामा यस्तो भएको छ अब यो के गरेर धुनियो भन्ने कुरो थाहा छैन यस्तो भएको छ तर जे होस् आज समुद्र हेर्नलाई मेरो लागि भने नि यता रोकिदिनु भयो थ्याङ्क यू सो मच धन्यवाद इधर क्या है इधर क्या गेम खेल्दा यतातिर चाहिँ के गेम हो कहाँ हो नि ओके ल जिन्दगीमा पहिलोपटक समुद्र पनि देखियो अब राम्रोसँग भिडियो बनाउनु चाहिँ पाएन अब साथीसँग चाहिँ घुम्न आउने हाम्रो प्लान छ नेक्स्ट टाइम फेरि आउनेछु ओके थ्याङ्क यू सो मच